नेपालीले आफ्नै देशको ग्यास प्रयोग गर्न पाउने भएका छन्। आजभन्दा 50 वर्ष अगाडि पनि काठमाडौँमा यस्तै ग्यास भेटिएको थियो। तर अफसोस त्यो एका देशको कुरा भइसक्यो। तपाईँ हामी मध्ये कतिलाई त यो कुरा थाहा पनि छैन। त्यसैगरी अहिले नेपालभर दैलेखमा भेटिएको ग्यासको चर्चा छ र भनिन्छ यो ग्यासले नेपालको ग्यास डिमान्डलाई 50 वर्षसम्म धान्न सक्नेछ र यो ग्यास हो मिथेन ग्यास, जसलाई पाइपलाइन मार्फत तपाईँ हाम्रो घरसम्म पुर्याउन सकिन्छ खाना पकाउन, या डिजल इन्जिनलाई एलएनजी बेस्ड इन्जिन बनाएर पनि यो ग्यास प्रयोग गर्न सकिन्छ। तर प्रश्न यहाँ एकदमै ठुलो छ, यो ग्यास कहाँ छ, कति छ र कसले निकाल्छ? चाइना जियोलोजिकल सर्वेले गरेको सर्वे रिपोर्ट अनुसार दैलेखको जलजलेमा करिब 80.7 अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि गरिएको छ। तर ग्यासको भण्डार रहेको प्रुफ भए पनि कमर्सियल रूपमा निकाल्न सक्ने क्वान्टिटी कति हो भनेर अझै हेर्न बाँकी छ। त्यसमाथि पनि उत्खनन प्रविधि निकै जटिल र खर्चिलो देखिन्छ। तर आशा गरौँ हामीले आफ्नै देशको ग्यास चाँडै प्रयोग गर्न पाउनेछौँ।